हेलो गाइज, हामी चाहिँ पौडी खेल्ने भनेर खोलामा आएको है। खोलाको ताल यस्तो, खोलाको ताल यस्तो भनेर कसरी नआउने होला त अब। गाइज चिराग चलाएर खोला चाहिँ हाम्रो गाउँको टक्क खोला। एउटा चाहिँ उठ्या नुहाउन गएको छ। टट्ट लाएर त्यस्तोमा नआउने हो भने जो छाएको छ बाटो कहाँ हो यहाँ। यस्तोमा नआउने तर गाइज आयो टक्क नुहाएर होइन, यहाँ घाममा टक्क बसिरहेको छ गाइज हामी। नुहाइयो यहाँ एउटा छ हामी गइसक्यौँ। अब नुहाएर टक्क कपडा लाएर Ja, dat is nou goed van. Oh, dat is wel juist, ja. Ja, dat is heel knap. Ja, maar dat gaat in, dat is ook wat is er hele, ja. Maar dat is wel dat joh. Hey joh, finally. सकेर घाम ताप चाहिँ सस्तो अब घट्यो जाने तस्बिरमा छौँ, हिँडिरहेछौँ। यो हाम्रो नाच त्यहाँनिर हो। एम्बुलेन्स आएको रहेछ। हामी चाहिँ टक्क यो बाटो जाँदैछौँ अनि तर्खरमा उता माथि पुग्नुपर्छ हामी। रोड जाने ल है त गाइज, हामी चाहिँ टक्क हिँड्दैछौँ होइन प्रमोद? एक केही यसो भनिदेऊ न। आज चाहिँ हामी अब स्विमिङ गर्न आएको बिन्दास पाराले हामी दुईजना दाजु है, र रमाइलो पनि भयो। अब यस्तो अप्ठ्यारो बाटोमा हामी दाजु है रमाइलो झुक्क्याउनु आयौँ। हेलो मामा होइन हो ऊ त्यहाँ बसेर खोइ। हजुर हजुर उयो नुहाएर आएको ल। हामी दुवर दाइ हो क्या ट्याक्क त्यहाँ लुगाहरू छ नि। अब यो एउटा केटोलाई चाहिँ केटी खोजिदिनु पऱ्यो अरे, कोही छ भने यस्तो सम्पर्क गर्नु है। ट्याक्क कोही अनि यस्तो सम्पर्क गर्नु पऱ्यो होइन। एउटा केटी चाहिँ खोज्नु पऱ्यो होइन कि कसो हो? अब सिङ्गल भयो भने सबले हेपे भन्नु लाग्छ केटाले। अब कोही छैन चाहिँ टक्क खबर गर्ने होला। खिचौँ न टक्कै यही हो बाटो गाइज, पुरै कच्ची रोडबाट पानी पानी
हिलो हिलो चाहिँ छैन क्यार पुरै पानी पानी होइन बिजोक छ बिजोक रमाइलो छ बिजोक अनि रमाइलो पनि दुइटै हो यही हो अब हामी फेरि माथि पुगेपछि भेटौँला त्यही गाइज फाइनली हामी चाहिँ यताबाट जाने कुरो थियो यहाँको बाटो अप्ठ्यारो हुनाले यताबाट जाँदैछौँ अलिकति घुम्नुपर्छ तैपनि केही छैन घाममा रमाइलो छैन होला होइन अब तपाईँहरूले झोलुङ्गे पुल यही होइन झोलुङ्गे पुल यसलाई झोलुङ्गे पुल भन्छन् होइन फलामको पुल तर हिँड्नलाई मजा आउँछ त्यसमा अब बाग्नुको त के स्लो पुल छ र यहाँबाट चाहिँ गफाडी छ कि बाग्नुभन्दा ठुलो पुल भन्छ त्यो पुललाई चाहिँ बाग्नुभन्दा ठुलो पुल देखिन्छ त होइन त्यसलाई तर लम्बाइ सानो भए पनि तर पठायो बेला एकदम आँसु किज हो त्यसको लागि होइन एकदम हेल्पफुल छ एकदम हेल्पफुल छ किनभने तपाईँको बाढी आउँछ पठायो बेला ठुलो खोला पर्छ तलबाट चाहिँ बसाइरहेको छ बस कति भयो ठिकै पनि अब जाने भने खाना खाने अनि त्यसपछि आज बनाइमासम्मको यात्रा छ गाइज त्यसपछि अब उतै भेटौँ